guys, welcome back to our new vlog. So कस्तो हुन्छ YouTube family त सबैजना सन्चै आरामै हुन्छ होला है त म पनि सन्चै आरामै छु है र धेरै दिन पछाडि भ्लग बनाएको खुसीको लागि सरी है त अबदेखि हप्तामा चाहिँ हैन एउटा न दुईटा भ्लग हाल्छु है अहिले भन्दै छैन र कतिजनाले सोध्दै हुन्छ क्या भूत घर पार्ट 2 आएन पार्ट 2 आएन भन्छ हैन अब पार्ट 2 यो हप्ता भयो हप्तामा आउँदैन होला हैन अर्को हप्तामा फिक्स आउँछ है भूत घर पार्ट 2 ल्याउनमा धेरै समय लाग्यो हैन तर केही छैन यसपालिको भूत घर पार्ट 2 राम्रै आउने छ एडिटिङ खतरा एडिटिङमा टाइम लाग्छ क्या बेसी सुटिङ गर्नु केही छैन हामी भूत पनि खोजेको छौँ हैन अब के हो अब पछि नै हेर्नु यो हप्ता भरि न त नि अर्को हप्तामा फिक्स आउँछ है अलिकति टाइम लाग्छ क्या सुट गर्न केटाहरू पनि हुन्छ हैन तर यो हप्ता अर्को हप्ता खोइ थाहा छैन अर्को महिना चाहिँ आउँछ होला है सरी किनभने कोही पनि भ्याउँदैन क्या जम्मेजना कता जान्छ ओर्छ के गर्छ है त र मेरो छिटै नै 1.5 के पुऱ्याइदिनु होला है त अहिले मेरो 1.48 के छ हैन 1.48 छ 1.48 छ हैन सम्झिनु जस्तै छैन छिटै नै मेरो 1.5 हैन 1.6 के पुऱ्याइदिनु है त छिटै कतिले छ र 200 सब्स्क्राइबर पुरा गरिदिनु नि है के भन्थ्यो अबदेखि हप्तामा एउटा दुईटा भ्लग हाल्ने छु यता केटाहरू छ टक्कसँगले त यता हाम्रो छोदे गान्धी गफाडी छ यता हाम्रो छोटा पटाका छ हैन के यसले चाहिँ हाम्रो जहिले रोस्टिङ हाल्छ त्यसको लागि लाइक गरिदिनु अरु लाइक सब्स्क्राइब कमेन्ट गरिदिनु होला गाइस अनि यो भ्लगमा चाहिँ कम से कम 2k लाइक हुनु पर्यो 2k सब्स्क्राइबर 2k छैन 2k लाइक सब्स्क्राइबर चाहिँ 3k हुनु पर्यो यो भ्लग सबैजनाले हेरिदिनुस् होला भन्दै म यहाँबाट बिदा के रे बिदा हुन्छ रे बाइ बाइ गाइस बिदा चाहिँ के मर्न आनाले के अनि गाइस यसको भिडियो चाहिँ धेरै हेर्नु होला कहिले अनि लाइक सब्स्क्राइब कहिले 1 मिलियन हुनुपर्छ यसको लाइक अनि सब्स्क्राइब 2000 भन्दै अब हाम्रो निश्चल दाइले भ्लग बनाउनु भन्दा अब हाम्रो निश्चल दाइले भ्लग बनाउँछ यो दुईटा चाहिँ गफाडी है त 1k 2k सब्स्क्राइबर छैन 2k लाइक गरेपछि हुन्छ नि हो अब त के अरे हुन्छ नि अब कहिले हुन्छ भन्दा भाइ म डेली भ्लगहरू हाल्दैन हैन अबदेखि साँच्चै हेर्नु गाइस हप्तामा एउटा भ्लग चाहिँ आउँछ है त अब अर्को हप्ताको भ्लग चाहिँ मिस नगर्नु होला यो हप्ता हैन अर्को हप्ताको शनिबारको भ्लग मिस नगर्नु होला बब्बाल भ्लग हुनेछ है त टक्कसँगले अब हेर्नु कि यो सरप्राइज हैन अब फेरि नयाँ भिडियो सुटिङ गर्दै लिएर आउँछु है र अहिलेको लागि एकछिन पछाडि मिल्छु आज भर्खर आज हैन अस्ति भर्खर बनेको आज रङ लगाएको है रङ चाहिँ लाग्छ यसमा मसुम दादागिरी देखाउँदा साइकल चलाइहाल्नु उहाँ त्यहाँ छ साइकल अब हामी अर्को देख्दै मुजु हाँस्दैन सिस्टी यता यो कसरी हाँस्दै मेरो साथीको पनि च्यानल छ त मोमो सरसाई भ्लग छ हैन गएर सर्च गर्नु होला पनि सब्स्क्राइब गरिदिनु होला त त्यसको च्यानलमा पनि भिडियोहरू पनि भ्लगहरू बनाउँछ भिडियोहरू हाल्छ राम्रै उयो गर्दै छैन त्यसको पनि के भन्छ च्यानल अलिकति इन्क्रिज गरिदिनु नि तपाईँहरू के त कारणले हामीहरू भ्लगहरू बनाउन सक्छौँ सब्स्क्राइबर बढ्छ हैन र मेरो जो भिडियो नयाँ हुन्छ प्लिज सब्स्क्राइब गरिदिनु होला है मेरो च्यानललाई प्लिज जो नयाँ हुन्छ लाइक कमेन्ट सेयर पनि गरिदिनु है लाइक कमेन्ट सेयर गर्नु भिडियो मात्रै हेर्नु भने लाइक कमेन्ट सेयर गरिदिनु मेरो च्यानल मोनिटाइज हुन्छ
यो महिनाभित्रमा चाहिँ भुटिया गरेर पार्ट 2 आउँछ फिक्स छ मेरो है। र हाम्रो गाउँमा छुट्टै मजा आउँछ क्या चारैतिर हरियाली हरियाली चाहिँ जङ्गलमा जान पाइँदैन कोही बेला हात्ती आउँछ अनाज खाइदिन्छ। अस्ति भर्खर लगातार 2 दिन पानी परेको थियो होइन त्यसै लगातार 2 दिन पानी परेको त्यसको कारणले मिलाएर धान डुबाएर धान लडाएर के गर्यो क्या खुसी नहुनु पर्ने पानी हो आउनु पर्ने तर अब यस्तो अघि त मै धान छ लडाएको के भन्नु भएन हरियाली यस्तो छ। तर अहिले राति भएको छ त्यही केही देखेको छैन देखेर भन्दैछ यता पनि चारैतिर यहाँ जति हेर्नु छ बगानै बगान छ यी बगानै बगान छ उता पनि बगानै छ यता यी बगान यता पनि बगानै बगान छ। तपाईँलाई इलान्दो सेवन छैन हाम्रो गाउँमा आउनु म घुमाइदिन्छु है भुटिया घरको छेउमै रहेछ हौ त्यो सुटिङ गरेर चाहिँ नि भुट घर भन्ने मान्छेको छेउमा खालि त्यहाँ इलामको चाहिँ डाँडा काँडा यस्तो यस्तो छ क्या परिगएको यता चाहिँ फोटो खिच्ने ठाउँहरू पनि छ राम्रो राम्रो ठाउँ छ त। अस्ति नै चाहिँ तपाईँहरूले गएर च्यानल हेर्नुलाई के मनोजले भ्लग बनाएको छैन र कोले मेरो भ्लग हेर्नुभएको थियो है त र कोले मेरो भ्लग हेर्नुभएको थियो यहाँ मैले हुलीहरू हानेको गरेको यही ठाउँमा त गाई चाहिँ मैले हुली डेली हान्ने तर किन आज साइकलको चेन खुसी गर्छ हुली हान्न खोजी प्राइमाङ गर्छ सिहाल्छ कि अहिले म डेली भ्लग बनाउँछु नि डेली भ्लग बनाउँछु भन्छु के न कहिले रोकिन्छ क्या घरि मोबाइलमा चार्ज हुँदैन घरि मोबाइल हुँदैन। अहिले मैले यो भ्लग बनाएँ अब म भोलि न त पर्सि मात्रै हाल्न पाउँछु होला किनभने एडिट गर्ने टाइम लाग्छ क्या भ्लगहरू भनेको म टाइमै पाउँदैन एडिट गर्ने यता होमवर्क गर्नु कि उता एडिट गर्नुहुन्छ क्या मलाई छ्याउ हुन्छ पढ्नु अनि पढेर नै परिहाल्दैन। अबदेखि म हप्तामा एउटा 2टा 3टा भ्लग चाहिँ हाल्ने चाहिँ यतिमा हाल्ने भ्लग चाहिँ अब डेली हाल्ने कोसिस गर्छु त र अब एकछिन सिनेमेटिक सर्ट सुट गर्छु नि तपाईँसँग चाहिँ गाइज हेर्नु है त्यता यस्तो दामी देखिरहेको छ यता ब्राइटनेस कम गर्छ हेर्नु है त रातो आकाश होइन यसले सनसेट हुन्छ धेरै यस्तो रातो बादल र जो प्लिज म भ्लगमा भनेको हुन्छु प्लिज जो नयाँ हुन्छ भिडियोमा प्लिज च्यानललाई सब्सक्राइब गर्नु होला है त। र यता म अस्ति बिहानको भिडियो पनि लगाइदिन्छु है अब किन कन्टेन्ट बेसी बनाएको छैन कन्टेन्ट बनाउनु छैन अझै दमदार भ्लग जान्छ च्यानलमा भ्लग जान्छ कि च्यानल डाउन जाँदै भिडियो राख्नु छोडेँ मैले अलि भ्लग बनाएको जो नयाँ हुन्छ प्लिज सब्सक्राइब गर्नु होला च्यानललाई र जो भिडियोहरू हेर्नुहुन्छ लाइक कमेन्ट सेयर पनि गरिदिनु केही समय सब्सक्राइब गरेर बेल आइकन दबाइदिनु है त। पाँच सय 50 परोला कि 560 कति पऱ्यो तर त्यसपछि अर्डर गरेको होइन एउटा त्यो साइक्लिङ गर्दाखेरि राइडिङ गर्दाखेरि बनाउनु नि त गाइज हाम्रो फेमस आयो है हिजडा छाडा बस्छ हिजडा फेमस हिजडा है हाम्रो गाउँको यो चाहिँ ऊ भाइरल हिजडा छैन आफै भन्छ यार गाइज ऊ भाइरल हिजडा है भाइरल हिजडा हाम्रो गाउँको चाहिँ खतरा हिजडा सो आज भ्लगलाई